साथीहरू, एक समयमा धरानका मेयर हर्क साम्पाङलाई रकस्टार मेयर भनिन्थ्यो। लाखौं युवाले उनलाई नेपालको आशा ठानेका थिए। पानी अभियान र श्रम संस्कृतिले उनलाई रातारात लोकप्रिय बनायो। तर आज उनी किन विवादास्पद बनेका छन्? उनको डाउनफल कहाँबाट सुरु भयो? सुरुमा इमानदार र मेहनती छवि बनाएका हर्क साम्पाङले क्रमशः आक्रामक भाषा, पत्रकारसँगको झगडा, स्थानीय विकासमा ढिलासुस्ती र राष्ट्रिय महत्वाकांक्षाका कारण आफ्नो लोकप्रियता गुमाउँदै गए। मेयर पदबाट अचानक राजीनामा दिएर नयाँ पार्टी खोल्नु र बलेन शाह जस्ता लोकप्रिय नेतासँग निरन्तर विवाद गर्नुले उनको छविलाई अझ कमजोर बनायो। प्रधानमन्त्री को हो त प्रधानमन्त्री? बलेन शाह। त्यस्ता मुला कुरा छोड्दिनुस्, छोड्दिनुस्, यता सुन्नुस्। आज हामी तथ्यहरूका आधारमा विश्लेषण गर्छौं। हर्क साम्पाङको उदय कसरी भयो र उनको पतन कहाँबाट सुरु भयो? 2079 को स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ लौरो चिन्ह बोकेर धरानको मेयर बने। श्रम संस्कृति र 42 किलोमिटर टाढाबाट पानी ल्याउने अभियानले उनलाई रातारात रकस्टार मेयर बनायो। धेरै युवा र सर्वसाधारणले उनलाई इमानदार, मेहनती र परम्परागत राजनीतिभन्दा फरक नेता ठाने। तर यो लोकप्रियता धेरै समय टिकेन। मेयर बनेपछि उनको आक्रामक शैली देखिन थाल्यो। उनी पत्रकार, वडा अध्यक्ष, उपमेयर र अन्य जनप्रतिनिधिसँग बारम्बार झगडा गर्न थाले। आक्रामक भाषा र व्यक्तिगत आक्रमणले धेरैलाई चिड्यायो। विकास कार्यमा ढिलासुस्ती भएको गुनासो बढ्दै गयो। पानी अभियान बाहेक सडक, सरसफाई र दैनिक योजनातर्फ ध्यान कम देखियो। 2025 मा उनी धरानको स्थानीय काम छोडेर राष्ट्रिय राजनीति, अन्तर्वार्ता र सामाजिक सञ्जालमा बढी सक्रिय भए। विशेष गरी फेसबुकमा उनी अझ बढी स्टेटस पोस्ट गर्न थाले, जसमा मुख्य रूपमा अरू नेताहरूको, विशेष गरी बलेन शाहको आलोचना गर्ने गरे। यी निरन्तर नकारात्मक र आक्रामक पोस्टहरूले धेरै जेनजी युवाहरूलाई उनबाट टाढा पुर्यायो। ठूलो टर्निङ पोइन्ट त जनवरी 18, 2026 मा आयो, जब हर्क साम्पाङले धरानको मेयर पदबाट अचानक राजीनामा दिएर सुनसरी 1 बाट संघीय चुनाव लड्ने घोषणा गरे। धेरै समर्थकलाई यो कदमले ठूलो झट्का दियो। त्यही बेला उनले आफ्नो नयाँ पार्टी श्रम संस्कृति पार्टी पनि बनाए। पहिले दलहरूलाई गाली गर्ने उनी आफै दल खोल्नु धेरैलाई द्वैध चरित्र जस्तो लाग्यो। यसपछि उनको बलेन शाहसँग सामाजिक सञ्जालमा निरन्तर विवाद बढ्यो। को हो त प्रधानमन्त्री? बलेन शाह। त्यस्ता मुला कुरा छोड्दिनुस्, छोड्दिनुस्, यता सुन्नुस्, कुरा नगर्नुस् है। त्यत्रो जेनजीको तपाईको छैन अन्त्येष्टिसम्ममा तपाईको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त। बलेनको आलोचना गर्दा कायर जस्ता शब्द प्रयोग गर्नुले उनको छवि थप नकारात्मक बनायो। मुख्य कारणहरूमा उनको आक्रामक र विभाजनकारी शैली, स्थानीय काम छोडेर राष्ट्रिय महत्वाकांक्षा, फेसबुकमा निरन्तर नकारात्मक पोस्टिङ, अचानक मेयर पदबाट राजीनामा र लोकप्रिय नेतासँग निरन्तर झगडा मुख्य थिए। अहिले अप्रिल 2026 मा हर्क साम्पाङ आफ्नो पार्टीको अध्यक्ष र सांसद छन्। यद्यपि उनी धरानको लागि केही राम्रा काम गरिरहेका थिए, तर धेरै मानिसले उनलाई सुरुमा राम्रो सुरुवात गरे पनि पछि विवादास्पद र कम प्रभावकारी ठान्न थालेका छन्। उनका समर्थक भने अझै उनको मेहनत र इमानदारीको प्रशंसा गरिरहेका छन्। अन्त्यमा हर्क साम्पाङको यात्राले एउटा कुरा सिकाउँछ: लोकप्रियता सजिलै आउँछ, तर टिकाउन गाह्रो हुन्छ। मेहनत र इमानदारीसँगै सन्तुलित नेतृत्व र धैर्यता पनि उत्तिकै जरुरी छ। तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक र सब्स्क्राइब गर्नुहोस्। डिजिटल नेपालमा भेटौँला अर्को भिडियोमा। धन्यवाद।